सबैजनालाई नमस्कार। म गौरव शर्मा। अहिले चाहिँ हाल इन्डियादेखि हैन, हिजो युट्युबमा युट्युबमा सर्च गर्दै थिएँ हैन, नेपाली ट्र्याक सङ हैन, अनि दुई तीनवटा यस्तै ट्र्याक सुन्दै थिएँ हैन, अनि एक ट्र्याक यस्तो आयो नि हैन, मन छुने हैन, भन्थ्यो आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रुख छ भन्ने हैन, यस्तो मन छोयो हैन। अनि त्यो ट्र्याकलाई मैले सेभ गरेर राखेको थिएँ हैन। आज चाहिँ गाउँदा गइरहेको छु हैन, कस्तो लाग्छ हैन कमेन्ट गरिदिनु होला हैन। युट्युबमा सुर्खेती चेलो युट्युब आइडी छ हैन, गएर सब्स्क्राइब गरिदिनु होला हैन। सबैले माया गरिदिनु होला, लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला हैन। फर्स्ट चोटि ट्राई गर्दैछु है, कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। धन्यवाद। स्टार्ट नाउ गो। हे भन्थ्यौ आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रुख छ, कालो बादल नीलो आकाशमा, कालो बादल नीलो आकाशमा, गयौ आमा चढेर जहाजमा, फर्क्यौ बाकसमा, नेपालमा दुःख छ, विदेशमा त पैसाको रुख छ, कालो बादल नीलो आकाशमा, कालो बादल नीलो आकाशमा, गयौ आमा चढेर जहाजमा, फर्क्यौ बाकसमा, गयौ आमा चढेर जहाजमा, फर्क्यौ बाकसमा। यस्तै छैन परदेशीको होइन, कोही छैन जिन्दगीमा साह्रो होइन। आफ्नो दाजु भाइ भयो, दिदीबहिनीहरू होइन, कोही छैन होइन। मतलब छन त छन् होइन, अब हुन्छ नि आपसमा दाजुभाइको दिदीबहिनीको रिलेसन के हुनुपर्छ होइन, त्यो छैन होइन। सबैदेखि एकलो टाढिएको छ होइन। सबैले माया गरिदिनु होला होइन। किनामा हिजो राति सपनीमा आयो, सानो भाइलाई काखमा राखी कपालो सुमसुमायो, आमा आइनन् भन्दै मलाई घिच्याएर, बरबराउँदै ढोका खोल्न गयो चिच्याएर, भन्थ्यौ आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रुख छ। सबैले माया गरिदिनु होला होइन।